तपाईँ अलिकति भनिदिनुहोस्। ओके हजुर त्यही हामी सबैजना स्विमिङ पुल जाँदैछु। यहाँ दुईजना स्कुटीमा अनि दुईजना आउटफिट चेक बाटो चाहिँ यस्तो छ। नमस्कार। Hello guys. वेलकम टु हर च्यानल। Welcome to her channel. Re-lives. रिस लाइफ हो के को रि लाइफ परे रिस लाइफ ल रि लाइफ। My baby, my treasure. Hi. लो गइहालौँ। We are finally lost guys and ट्युबले सिक्छ है म। यो ठुलो कि कता हिँडेको चस्वाले चाहिँ के भन्छ तात्यो मलाई त जाडो भयो। भित्र पनि जान्छ त फोन एकपल्ट अन्डर वाटर गरौँ। अन्डर वाटर। हेलो गाइज आई एम अन्डर वाटर। केदाना त्यस्तो छ। हाई रुबिचा हाई भन्नु न। पारो लाग्यो न त यस्तो रहेछ। पानी पर्यो अनि हामी भिज्दै जाँदैछु। यहाँ बसिरहेको छु। रिया guys, welcome back again. It's me, Ria Zimba. अहिले चाहिँ म मेरो मामा घर जाँदैछु। बाटो एक्लै अकेले हो किनभने त्यहाँनिर आज उयो छ नि त पूजा जस्तो छ नि त। त्यही भएर म चाहिँ त्यहाँनिर गएको। तर म चाहिँ बाटो चाहिँ कन्फ्युज भएँ यहाँ हो कि त्यहाँ हो कि होइन
भन्दै जाँदैछु है झोला यो ओह्रालो होला हौ बाटो त बाटो चाहिँ यस्तो छ शान्ति जग्गा सरी आई सेड मैले पूजा भनिपठाएँ अघि पूजा होइन वर्तमानमा गएको किनभने मेरो आमा चाहिँ छेत्री हो आमा छेत्रीहरूको चाहिँ वर्तमान हुँदो रहेछ कस्तो हुन्छ त्यो चाहिँ मलाई थाहा छैन उनीहरूले जनै लाउँछ जनै लाउने उयो होला सायद अन्त कपाल पनि काट्छ र सिमेन्ट नगुज्रिङ आया म त मरे उम्रेको पानी उम्रेको यो चाहिँ उम्रेको पानी हो है के होइन हो नि कुम गलिसक्यो मेरो हिँडेकोले आउँदाको हालत आउँदा हालत भनेको आइपुग्नु आँट्यो अब पानी खाइहाल्छु ल लिएर त्यो पैसामा पानी समाति राख्नुहोस् आफ्नो आफ्नो अगाडि ल हरि ओम बटुकयोर देह शुद्धि आत्मशुद्धि निमित्तार्थम च अचुष्य चुष्य लेय लेय पर्श पर्श खाद्य खाद्य भोग्य भोग्य समस्त दोष बाधा निवारणार्थे निवारण नमो ब्रह्मण्य देवाय गो ब्रह्मणिताय जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः शिवम शङ्करम चढाइदिनु शिवजीलाई त्यो बेलपत्ता अनि त्यो माला शिवजीलाई त्यहाँ लगाइदिनु हो त्यहाँ घोप्ट्याएर चढाइदिनु त्यो फुल पनि चढाइदिनु अब त्यो मालाभित्र शिवजीलाई लगाइदिनुहोस् वरिपरि पारेर दुईजनैले छोडेर होइन भित्रैबाट लगाइदिँदा हुन्छ त्यो माला श्रेष्ठ ते लक्ष्मी सपत्न्या बहुरात्रे पार्श्व नक्षत्राणि रूपमस्नु व्याक्तम महिषन्नि खाणम मही खाण सर्वलोकम मही खाण ल अब यताबाट आएर गणेशजीलाई पनि चन्दन अक्षताले पूजा गरिदिनु हो अब कतिवटा कुरो पाइँदैन त्यही त भनेको सबै देवी देवतालाई यसरी हात घुमाएर ढोक गर्नु ओ मायानी कानी चपा पानी जनमान्तके तानी चानी सर्वाणी यज्ञो पवितम बलमस्तु तेजः अप्ठ्यारो भयो भने त भित्रबाट हाल्नुपर्छ अहिले अद्यत्यद्यः पुरोच्चारित सङ्कल्प सिद्धिरस्तु सकौशल्य गोत्रोत्पन्नस्य धनद्भाद्र नाम वरुणस्य द्वयपुत्रयोर अद्य दिनात् ब्राह्मणद्वारा समस्त भगवती मातायोर समस्त देवी देवता स्मरण कर्मणि निमित्तार्थं च यज्ञोपवीत धारण कर्मणि निमित्तार्थं च ब्राह्मणद्वारा अहं करिष्यामहे यज्ञोपवीतं परमं पवित्रं प्रजापति सजं पुरस्तात् आयुष्समुग्रं प्रतिमंस शुभ्रं
सोनामले भनेको ए आज उयो गएको होला आँखामा पनि लगाइदिनु फ्राइडे नै लिनु भने गाजर गाजर पनि लगाइदिनु पर्छ होला भनेपछि कहिले लिन्छ चार्ज चाहिँ भिक्षा माग्नु पर्यो मजा भगवती 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 पानी त डरलाग्दो आउने रहेछ बाहिर खोर पर्छ त्यो आइ पानी आयो भित्र गर्नुपर्छ आइगो